र साह्रै काटिएर सिद्धिन ला रहेछ, त्यही भएर क्राङ क्राङ गरेको थिएँ। यसलाई चाहिँ अहिले फेरिदिएँ काठमाडौँ जाँदा चाहिँ। ल अहिले चाहिँ हामी अब काठमाडौँको यात्रा छोरी र म भएर आज सुरुवात गर्दैछौँ। यति बेला बजेको छ 11:15। ल नारायणी मैयाको जय। अब यहाँ नयाँ पुल बन्ने भन्ने सुरुवात चाहिँ भयो। निव अथवा जो पनि हो यहाँ पूजा गरेको, उद्घाटन गरेको प्रचण्डजीले, त्यसको 2 वर्षपछि यहाँ सुरुवात हुँदैछ काम। अब अहिले त्यहाँ जहाँ खनियो त्यो ठाउँलाई भोरेर घेरघार पार्दैछ, नदी डाइभर्जन गर्ने काम भनौँ न, त्यो गर्दैछ। खन्न त कहिले। हामी आपटारीबाट अगाडि प्रस्थान गऱ्यौँ र यो यात्रा हाम्रो काठमाडौँसम्मको। मेरो प्राय गरेर बानी के छ भने कहीँ गएर आरामसँग डुल्ने घुम्ने चाहिँ बानी अलि छैन। सम्भव भयो भने काठमाडौँतिर कतै घुमौँला, नत्र भने सोझै काठमाडौँ जाने र काठमाडौँबाट फर्किने प्लान हो। जो कि आज नभएर भोलि फर्किने, किनभने आज त्यही अनुसार आरामसँग यो चिसोमा बढी बिहान बिहान परेशान भएर नहिँड्ने भनेर आरामसँग हिँडे हौँ। यो मेरो देशको सौन्दर्य, यो प्राकृतिक सौन्दर्य। वाह, बस तारिफै गरिरहन्छु सधैँ, कति राम्रो। अझ यो बर्खा ताखा त यस्तो हरियो हुन्छ। अहिले चाहिँ अलिअलि डाँडाहरू अथवा पातहरू सुकेर क्यालोपन आएको छ, खैरोपन आएको छ, जे भनौँ हरियोपन केही कम भएको। तर फेरि पनि यी डाँडा काँडा, यी नदी नाला, वाव, जस्ट वाव। पौना घन्टा जति मोगलिङ आइपुग्न लाग्यो। यो हामी मोगलिङ आइपुग्यौँ अहिले। अब यहाँबाट हामी राइट साइड काठमाडौँको लागि लाग्नेछौँ, लेफ्ट पोखरा हो। जय पशुपतिनाथ। तपाईँको सिटीमा आउँदैछौँ। देश त तपाईँकै हो यो, तर सहर त्यो तपाईँको भन्न खोजेँ मैले। काठमाडौँ 105 किलोमिटर, 105 किलोमिटर जानलाई हामीलाई लगभग 4 घन्टाभन्दा बढी लाग्ने हो। यो त सरासर अन्याय हो यार। चलो ठिक छ, हेरौँ बाटो कस्तो छ। जुन हिसाबले गुगलले बताएको छ त्यो हिसाबले बाटो राम्रो पक्कै छैन भन्ने मलाई लागिरहेको। लास्ट टाइम छोरीलाई 8-9 घन्टा लाग्यो काठमाडौँ लाग्न जान भनेर। त्यही भएर अहिले त म मोटरसाइकलमा पुऱ्याउँछु। मोटरसाइकल भनेको सानोतिनो बाटोबाट छिरेर भए पनि निस्किन पाइन्छ, त्यति दुःख पाउनु नपर्ला भनेर मोटरसाइकलमा हिँडेको। इच्छाकामना 3 चितवन त हामी अहिलेसम्म चितवनमै रहेछौँ। इच्छाकामना 3मा बाटो चाहिँ अहिलेसम्म मिलाजुला भनौँ। नराम्रो बाटो पनि छ, बिचबिचमा राम्रो बनाएको पनि छ। चौडा निकै गर्दैछ, यसलाई कम्प्लिट भइसकेपछि पक्का नै बाटो राम्रो हुनेछ। अब कति वर्षको लागि भनेर चाहिँ भन्न सक्दिनँ। इट मिन्स कति वर्ष भनेको बाटो त सँगै रहन्छ, तर यसले धान्ने कति वर्ष भन्ने कुरा हुन्छ। बाटोमा जामको यसमा स्थिति चाहिँ छ काठमाडौँको बाटोमा। अब बाटोको चौडीकरणको कामले गर्दा भनौँ, जेले भनौँ, अलिअलि बाटो डिस्टर्ब भइरहेको छ। मिलिजुली चलिरहेको छ। दुःख भएछ नो, सुख भएछ नो, त्यो भन्नाले ठिकठाक छ। कस्तो ठाउँमा घर है, त्यो खोलाको किनारमा पुरा रिभर भ्यू साइड भनेर बनाउने होला। बाढी आउँदा रिभरले लिएर जान खोज्छ। फेरि खोलाको नाम चाहिँ फुर्के खोला। फुर्के खोलाले पल्टिएर कहाँ फुर्काएर पठाउँदो रहेछ त्यो थाहा भएन। पुल छ, राम्रै पुल छ, गेट पनि तगडा रहेछ पुल्नेर, जाम पनि तगडै छ।
गाडीहरू रोक्छन् भनेको प्यासेन्जरको लागि या खाना पिउनको लागि त्यो पनि भयो। अब भित्र जानेले टर्न हान्यो, उताबाट आउने यता छिर्यो। यो ठाउँको राम्रो ठाउँ छ हेर्दाखेरि, अब कहाँ जाने हो भन्ने थाहा भएन है। काठमाडौँ 64 किलोमिटर अझै छ। 64 किलोमिटर भनेको कम्तीमा पनि 2-2.5 घन्टा, किनभने जम्मै पाडोको बाटो छ। त्योभन्दा छिटो त गाह्रै छ। यहाँनिर चाहिँ बाटो चौडा बनाएर रहेछ, राम्रो छ। कुन ठाउँ भनेर आफूलाई थाहा छैन है। आफूले त 2-4वटा चिज अलिअलि थाहा छ, आइडिया 2-4 ठाउँ, बस त्यति हो। यो बाटो धेरै हिँड्ने पनि छैन, धेरै हिँड्ने पनि थाहा हुन्थ्यो होला कि। अब जान्नेले कमेन्ट गरेर भनिदिनुहुन्छ, बरु भनिदिनुहोस्। गजुरीभन्दा चाहिँ धेरै अगाडि हो। आयो थाहा भएन, तपाईँहरूले कमेन्ट गर्नुहोस् भनिहालेँ। कमेन्ट गर्न त पक्कै नै राम्रो कुरा हो, गर्नुहोस्। तर यो गल्छी रहेछ है, गजुरी पछि गल्छी आउँदो रहेछ। यही भन्न लाग्यो। अगाडि केही अलिकति अवरोध होला र यो ट्राफिक रोकिएको होला भनेको त। ओ जहाँसम्म गाडी देखियो नि त आरामसँग कमिला चाहिँ हिँड्दैछन्। यस्तै छ स्थिति सबै। तर यसले क्लियर देखाउँदैन, त्यो धेरै टाढा छ नि त। अलिअलि भिडियो जुम गरिदिए पनि खासै नआउला चाहिँ लाग्छ। अब आउन लाग्यो तेरो सुरङ मार्ग, बुझिस्? 99% यहीँ हो। ओ देखिस्, यत्रो डाँडो कटिसकेपछि बल्ल सुरङ मार्ग आउँछ भनेपछि कति डेन्जर डाँडो होला अझ माथि, जसको लागि कहाँ छिर्यो दिसबे भनेर साला छिराइदियो। त्यहाँबाट जाने माथि होला। बनाउनु त बनाइयो, अब यहाँबाट जान मिल्ने रहेछ। ए बाटै यही है छ। आइ एम कन्फ्युज। यहाँबाट बाटो दिया रहेछ, म वहाँबाट हो कि भन्ने सोचेँ, पक्का नि यो बाटो हो। धन्नै म फर्केर उता गइरा। ल है कोही आउँदै हुनुहुन्छ नि, बाटो यसरी पनि रहेछ। यो कन्फ्युजन मार्ग, यो अल्टरनेट बाटो होला, जो इमर्जेन्सी डोर। दिस वे भनेर लेखिएको थियो भनेर यस्तो त नहुनु पर्ने भनेको है छ, जो दिस वे नै है छ। म त सुरङ मार्गभित्र जान लाग्यो भने के को जान लाउने, माथिबाट जाँदो रहेछ त। ल ठिक छ, हामी त्यसै छिरे जस्तो अनुभव गऱ्यौँ। भोलि पनि मोटरसाइकललाई छिर्न नदिने, यानि कि चालु भइसके छिर्न नदिने नै भने। आफू त मोटरसाइकल लिएर त जान पाइँदैन, सुरङ मार्ग हेर्नलाई गाडीमा आउनुपर्छ। हस्, धन्यवाद। घर बनाएको छ मान्छेले, यो रियल घर हो। मान्छे बस्छ भने अब खै, यहाँ त गेट हेर्दाखेरि त बस्छ जस्तो लागेन। यहाँ त बस्न दिएनन्, के भयो? बनाएको चाहिँ मान्छेले हो। यसको इन्ट्रान्स कहीँ अन्तबाट रहेछ क्या हो, यहाँबाट हो। के को जाम लाग्यो त्यहाँ? हामी अलि ठुला मान्छे पऱ्यो, हामीलाई जान दिने अरे, साना मान्छेहरूलाई नदिने अरे। ल धन्यवाद छ तपाईँहरू सबैलाई हामीलाई जान दिएकोमा। बाइकको यही बेनिफिट हो के, कम्तीमा पनि आज परेको जामले हामीलाई 2 घन्टा छिटो ल्याइपुर्या होला जस्तो लाग्छ। यदि हामी
यदि हामी रेन्टल कारमा आएको भए, बसमा जेमा आएको भए पनि त्यो यसरी हर उसलाई जामलाई छिचोल्न पाउँथेन। यो थानकोटबाट रेनबो वाओ देखिन्छ वहाँ माथि। यो बाटो यस्तो किन बनाएको? यसले फोटो खिचायो हो क्या? होइन, यसले फोटो खिचायो हो क्या भनेको? झिलेक झिलेक गर्छ त। हामी यति बेला 3:15 बजे थानकोट कट्यौँ। 3:15 बजे, 11:15 बजे हिसाब लगाउनुहोस् कति बेर भयो थानकोट आइपुग्नमा। जो बिहान उठ्ने बित्तिकै त होइन, तर 10:30 बजे यो हिमाल देखिया छ काठमाडौँबाट। वाउ, सानो मन्दिर। बायोमेट्रिक गर्न आएको यो ठाउँ अराउन्ड 1-1.25 घन्टा लाग्यो। बायोमेट्रिक भयो, दाना भयो हिँड्ने भयो। किर्तिपुरको डाँडोबाट हेरौँ न, यो कलङ्कीको डाँडोबाट सरी